लाइसेन्स देखाउनुस्। मेरो गोजी छैन। नेपालमै सा यार यस्तो। मैले काठमाडौँका सबै यति भ्लगरहरूलाई समातेको छु जसले बकवास भिडियो बनाउँदैछन्। हजुर टिकट तपाई ठुलो हुनुहुन्छ, 2 जनाको पैसा दिनुस्। मुल्ला ठक्चेस। ए मुजी म काठमाडौँमा आए कि नर्कामा गर्मी उस्तै फोहोर उस्तै धुवा ढुलो त्यस्तै। 84 मा मेरो हजुरबाउको पूजा हुन्छ। ओहो कति गर्मी यो काठमाडौँ त, उता हिमालमा कति चिसो थियो। पहिलो चोटि आएको हो र काठमाडौँ। चुप लगपग, यो सोभिता हो कि सविता हो? कता गई मलाई छोडेर? या भैँसी एक हाते बनाएर पहिला गई कि भैँसी नै लिएर जानु पर्थ्यो नि। ओइ सुनिते, रातभरि देउसी भैलो खेलाएर जालझेल गरेर 10 रुपियाँ मात्र दिस होइन? पक तँलाई जालझेलको केसमा जेल हाल्छु। हामी कुकुरलाई कार्तिक मनाउन देऊ, नत्र जेनजी आन्दोलन गर्छौं। गाइस, मैले त विनितालाई बगाइदिएको, उसको बाउ लाठी लिएर पछाडि आइरहेको छ। तर हामीलाई बाल। नेपालको सबैभन्दा राम्री केटी चाहिँ बाउनी अनि छेत्रिनी नै रहेछन् त। तपाईको छेत्रिनी र बाउनीलाई मेन्सन गर्नु होला। बाङ्गो बाङ्गो थिए, सिधा भए म, देखेर तिम्रो फिगर फिदा भए म। भन्न त धेरै कुरा थिए, तर अहिलेलाई हेलो मगर्नी भनेर बिदा भए म। जाडो जोत्नु पर्छ, अहिले फेरि पानी पर्छ। म साँच्चीकै किसान बन्छु। बाँदरलाई जोत्न सिकाउनुस् अब। तिम्रो मेसेज आउँछ कि भनेर कुरिरहे, 4 चोटि मुतायो तर तिम्रो मेसेज आउँदै आएन त। रमिता हट्टन त, पछाडि सर्नु त। बस त रत्न पार्क जान लाग्यो हो। हाम्रो त आइडी कार्ड छ नि, खलासी दाइ। आइडी कार्ड हो कि कार्डबोर्ड? मेरो बसमा त त्यो चल्दैन है। वर्षको 364 दिन चाहिँ ढुङ्गा हान्ने, अनि आज एक दिन पूजा गरे चाहिँ नाटक गर्छस्। तेरीमा जाठा हो। खान यति तातो छ। दही छैन र आमै? दही त तै जस्तै सेतो चाहिन्छ नि। ओहो, नेपालमा कति गर्मी भएको छ। हिजो राति मेरो कान नजिकै एउटा लामखुट्टे आएर भन्यो, दाइ तपाईको रगत चिसो छ कि तातो? ल है साथीहरू, म त 84 मा पनि भोट पुरानो पार्टीलाई नै दिने हो। बोका साथी, मलाई त यो दशैंमा काठमाडौँ घुमाउन लग्ने रे साउनीले। मुला साग घुमाउनु होइन, सुकुटी खानलाई हो। एउटा मेसेज बिहान पठाउँछे, अर्को मेसेज बेलुका पठाउँछे। बुझ्नै सकिरहेको छैन। मोरीले आजकल च्याट गर्दै छ कि औषधिको दो। हजुर त मकै भाँच्दै हुनुहुन्छ नि, एक दिनमा कति डोका भाँच्नुहुन्छ त? 100 डोका त भाँचिन्छ होला, 20 डोका त घर पनि पुर्याइदिन्छु। गाइस, सुनिता पहिला गाई पाचीमा आफै भात पकाउँदैछु।